हेलो गाइस, तपाईँहरूको डिमान्डमा आज ब्लग लिएर आइसकेको छु। गएको चाहिँ नाम्चीतर्फ होइन। स्टेटस हालेको थिएँ मैले, सुड आई स्टार्ट ब्लगिङ, अनि थुप्रोले यस भनेको थियो। अनि त्यही कारण चाहिँ आजदेखि ब्लग गर्नु थालेको। आज साथीहरूसँग चाहिँ नाम्ची गएको, अनि क्यामेरा एङ्गल मिलेको छ छैन याद छैन। घरदेखि स्टार्ट गरौँ भन्दै थिएँ, लाइटै हेर्नु फोनमा चार्ज पनि थिएन। अनि त्यही कारण स्कुटीमा चार्ज नहालेको थियो। अनि यहाँ बाटोमा आइपुग्दा चाहिँ फोन चार्ज भयो अलिअलि। अनि अब चाहिँ बाटोमा हेर्दै जानुहोस् आज के हुन्छ। हिँड्न हौ जाउँ छिटो। कहाँ त्यहाँ दैलोमा हाल्न आँटिस। दिवस मजा आउँदैछ? तँलाई मजा आउँदैछ? तँलाई के छ? तँलाई मजा आउँदैछ? अब भर्खर त सुरु भएको हाम्रो होइन, राम्रो रमाइलो गर्नुपर्छ। रमाइलो जु 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 हेलमेट खोइ। सुपारी होइन छुर्पियो, म नि खान्छु। होइन तेरो त के हो मुख त ढुङ्गा। यिनीहरूले त अघि नि त्यसै भनेको होइन नि मैले। यसले पक्का उयो गरेको छ हौ, के भन्छ त्यसलाई, मेटल फिट गरेको छ। ढुङ्गा टिप्दिराख्यो यसलाई, छुर्पिसक्यो नि काम लाग्छ। लेट्स गो। ला 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 लड्छ 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 लड्छ। बाई बाई। सिट भयो त अन्त हिलो देखेर त अन्त। यो हो नि त, म निकालिदिन्छु होला हौ हन्कुन दिन। कहाँ छ अरे हामी? कति घन्टामा आइपुग्यो घरबाट? 6 hours। कति घन्टामा पुग्नुपर्छ? 4 hours। 3 घन्टा नि लाग्यो त। यसले गर्दा हो। यसले स्पिड कसरी कुदायो भन्दैन? खुट्टाले चाल्दै थियो। यहाँबाट रिक्स लिने हेर्दा यस्तो 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 बाटोदेखि पुरा के गर्नु जुम जुम हुन्छ जाने। यस्तो बाटोदेखि पुरा जुम जुम हुन्छ हौ। ओह्रालो जाउँ न, फर्किँदा निस्क्यौँ न, के हुन्छ होइन। गाइस मजाको रहेछ। टु मच ब्युटी प्लेस। के अरे टु मच ब्युटी प्लेस। हिँड्न निखिल। इङ्ग्लिस त मर्दा छ। यसलाई त इङ्ग्लिसले पढ्नु पर्ने रहेछ। कसले भाइले सिकाएको हो क्या यति भन्नु। त्यो नबनाएर होला कि के बोल्नु हुँदो रहेछ हौ। तँ बोल्दैन मेरो बन्दी। बोल न, टु मच ब्युटी प्लेस भन्न फेरि भन्न। निखिल तेरो चाहिँ के भयो, त बोल्नै छोडिस् त। के होइन यहाँ उयो भनेको के छ? उयो घोडा उयो हेर्दा सेतो परेको यो त्यो घोडा अरे, त्यसलाई इङ्ग्लिसबाट कङ्गारु भन्छ। ए कङ्गारु फेरि भन्दै के अरे होइन ओए, भर्खर हामी तारे भिडमा छ। अन्त अब कहाँ जाने? अन्त नाम्ची पुग्नु यो बाटो फेरि फर्किनुपर्छ हो। अघि जुन चाहिँ फाटकबाट आयो नि हो, त्यो फाटकबाट जानुपर्छ त्यसो सिधै। अनि नाम्ची गएर कहाँ जाने? चारधाम जाने कि पहिला? आम्बो फाटक पुग्नु बोल्नु फेरि 4 फाटक भन्छ नि। हाम्रो 4 फाटक होइन नि फेरि। कहाँ सानडुप्चे जाने? यस। चारधाम जाउँ न पहिला। जुम त्यहाँ मैले चिनेको नि मान्छेहरू छ। पूजा गर्न सिकाइदियो ल हाम्रो बाबुले। गुरुजी पूजा नि गर्ने भन्दैछ। हरिओम मन्ना, हरिओम मन्ना। के हुन्छ त अन्त? टिप टिप केटा टिप टिप छ छ छ।
यहीँ तल चेसको अनर हुनु है नचिनेको जस्तो गरेर चलिदिन्छु पो तिमीहरूलाई त म त यस्तो गरेर यहाँ न नगर न यता ओइ यता जानु मन परिहाल्छ अब म त जान्छु अब यस्तो बाटो देखेर मलाई चुल्न मचिनु त्यो त हुनै सक्दैन नि त जिरो फिगर देख्दै होला गाइस मेरो होइन हावाले गर्दा फिगर मेन्टेन यसको यो फुटिँदैन आधी आधी जस्तो थिएन यस्तो बाटो देखेर मलाई चुल्न मचिन त हुनै सक्दैन नि त आउनु मन परिहाल्छ नि त जुत्ता ग्रिप मजाको छ भने मात्रै आऊ है तल दिवस नआइज ओइ दिवस नआइज दिवस भन्ने यसरी घोत्नु चाहिँ नपरोस् यहाँ दिवस पल्ट्यो भने म त चलिदिन्छु घर स्कुटीको स्कुटीको चाबी मागिराख्ने यसलाई पुरा उपत्र गर्दैछ कि तँ पल्टिस् भने जा कि स्कुटी लिएर यसले जान्छ बरु उयो तल जान म फोटो खिचिदिन्छु जान तँ जाने म खिचिदिन्छु फोटो यहाँ तल ए तै रहेछस् आज यहाँ भोलि खोलामा फोटो खिच्ने गाइस के गर्ने यहाँ खिच्दै कि पर जाने एउटा दिवस भन्ने थियो अरे यहाँबाट पल्टेर मरेको अरे भन्ने फोटो चाहिँ उयो आएको होला नि माला लगाएको है आरआइपी दिवस आरआइपी भनेर होइन यो तारे भए आएर चाहिँ मसान घाट जस्तो ठाउँको छ पछाडि ढेक्सिने हेऱ्यो अन्त गाइस यहाँ त्यो उपत्र गर्नुपर्छ गाइस 12 बजिसक्यो बजोस् न त हिजो बजेन 12 हिजो पनि 12 बज्यो आज पनि 12 बज्छ भन्न नजाने चाहिँ को छ यहाँ पहिल्यै नै गएको मन जाने त पहिला नै गएको नि फिलहाल त पनि गएको छैन टोटल्ली चेन्ज भएको छ अरे अहिले यहाँ पुग्नु छैन त कहिले पुग्नु यहाँ माथि अम्मा हो यो पार्किङ चाहिँ मैले यहाँ गाडी पनि भित्र ल्याइनँ होइन स्कुटी पनि बाहिरै छ 20 रुपियाँ चाहिँ किन काटेको हौडेमा लुट हुँदैछ गाइस यहाँ लुट्दैछ केटाहरूले पछाडि दाँत देखाउँदै होला हो मेरो फोनको यहाँ टल्केर देख्छ नि दिवसको पहेँलो त अब कता जाने डाइरेक्ट के अन गर्नु पऱ्यो क्यामेरा है त्यसो जाडो भयो कतिको जाडो देख्छ टु मच कोल्ड पानी छुको त यहाँ त चाहिँ हानु बसेको यहाँ चाहिँ टक्कै देख्दैन बुद्ध पार्कै देख्दैन रहेछ गाइस यहाँबाट यहाँ दोकानबाट आउँदैछ हाम्रो लागि चिया दिवसको बाट होइन यो चिया यसले गाइस भर्खर पैसा निकालेको हेलमेट छोड्न यहाँ तन्काएर आएछ नि यसरी चियर्स फर द ट्रिप होइन चियाको लागि खिचेँ मैले खिचेको कि भिडियो गरेको तेरो अनुहारै त्यस्तो छ के छ त्यसमा मसँग त लाएर बसेको छु तेरो अहिले म बिल्ला हाल्नु थाल्यो हुन्छ नि केटाहरू मसँग कोही बस्दैनन् फेरि बिल्ला हान्नु चाहिँ मसँग सक्दैनस् नि लु ल आइज खेलौँ आइज ल खेलौँ न आइज म त मुखले सक्दिनँ हातले हेर्दैछ नि निस्किन उ तल हातले चाहिँ म तर बिना बित्थामा त लाउँदिनँ कसैलाई तँ के गर्छस् यो चाहिँ 8 दिन नै जेठ हो है यो को 8 दिन न 9 दिन तँभन्दा ठुलै हो म तेरोभन्दा उमेर तेरो ठुलो होला मेरो भन्दा तर तेरोभन्दा ज्ञान मेरोमा बेसी छ हामी जस्तो डुल्दैन नि त यो जस्तो यो त मोरो होइन हौ यसले भन्नु खोजेको सोसियलमा एक्टिभ खालके भन्नु खोजेको त्यसरी तारिफ आफै गर्नु परेन अन्त यो चाहिँ हो थारे हिजो सुनेन बाबुको भाषण मलाई नि गाजस भनेर सोध्नु अहिलेसम्म के हो म केटाहरूको के अरे यो अटो रिक्सा छोड्दै हिँड्दै जान्छु म मेरो खुट्टा नै सही सलामत छ
अहिले नै गाडीमा हिँड्ने अवस्था त्यसरी आउँछ नि त फेरि म माथिल्लोपट्टि बसिरहन्छ म त हेर्दिनँ फोटो कस्तो घरमा गयो लाइभमा हुन्छ हो फोटोको कुरा हाल्यो टुप्पी बाबै निस्किएको छैन तर तिम्रो टुप्पी कस्तो पनि निस्किएको छैन सबैको जुलाई फोटोमा दाँत निस्किँदो मेरो त चप्परे हामी कहाँ निक्लिन्छ भाइ मेरो निस्किँदैन ओह्रालो जस्तो त जस्तो चाहिँ काँटा हुन्छ नि त्यो खन्दा खन्दा गरेर बाटो घेट खनेर यस्तो गरेको जसको चाहिँ एउटा दिवसको मुख धुइदिएन यहाँ शरबत सरबर ए तँलाई त कसले भनेको ओइ तँलाई कसले भनेको मलाई त होइन यो बेसी घुमेर थाहा भइहाल्छ यस्तो कुराहरू चाहिँ शरबत भन्छ होइन यो बत्ती बोल्छ वाटर सवर दिवस के भन्दैछ यहाँ देखा न डोकलले राखेको भए हुन्थ्यो रहेछ हरियो घाँस रहेछ गर्नेहरू यहाँ बसेर रमाइलो गर्ने यो चाहिँ त्यसरी रमाइलो गर्ने थियो हो गुच्चा ल्याएर जस्ट गुच्चा शान्तिले त्यही त आफ्नो ध्यानले यहाँ बस एकछिनको लागि मानेर बसिहाल्छ तँ बस त्यसो गर न हेलमेट माथि बसिस् भने चाहिँ पड्किन्छस् नि होइन यसरी टक्क यो बोट काटेर ल्याएन यिनीहरूले होइन अनि टक्क यो राखेन एटलिस्ट 100-200 रुपियाँ भयो नि हुन्छ अन्त त हरेलु हल्के ढाउ मन थाल्नु जुत्ता पलिस गर सानडुप्चे सानडुप्चे आइपुग्यो हामी होइन अनि टिकट काउन्टरमा टिकट काट्नु सबभन्दा लास्ट आजको हामी रहेछ आउटफिट चाहिँ यस्तो छ के भन्नु रेनकोटकै प्यान्ट छ हिँड्न टिकट काट्दै गरौँ न सानडुप्चे सानडुप्चे के चाहिँ बाहिर घुम्नु पाइहाल्छ जस्तो अन्त भित्र त कसले जानु दिन्छ तिमीलाई अनि है जाउँ जानु मन परेको जग्गा त गइहाल्नुपर्छ रात परिसक्यो गाइस घरमा चाहिँ मार्छ होला गुराँसले फुल्यो गुराँस रहेछ यहाँ भजन मन भइसक्यो जाडो भएर गुराँसको फेद भने थियो होला माथि गाइस यो चाहिँ राति चारधाम चोर जस्तै हो आउनु चाहिँ दिएको थिएन तर दा राम्रो थियो दाले चारधाम आइआरबी दा राम्रो हुनुहुन्थ्यो अनि टाढोबाट आउनु आइआरबी दा होइन म चाहिँ राम्रो थिएन मैले त्यो त थोप्रा हेर न त्यहाँ चोर त्यहाँदेखि आँखा टल्किरहेको होला एकछिन भने एकछिन सातछिन घुमेर चुपचाप घुमेर आइहाल्नु भन्ने भएको छ शिवजी त्यस्तो राम्रो आउँदैन रहेछ दाममा जबरजस्ती भइहाल्यो अन्त जबरजस्ती के जस्तो क्या फुल दामी रहेछ फुल हेर्नुहोस् त्यो मेरो भ्लगको आजको भ्लगको एन्ड मेरो फर्स्ट भ्लगको एन्ड गाइस चारधाम लास्टमा दुई तिनवटा एउटा दुइटा जग्गा देखाएन होला फोनमा चार्ज नभएर है कतिवटा जग्गा देखाएन जस्तो लाग्यो के छैन तपाईँ टाइम दिएको टाइम 7:39 त्यतिखेर चारधाम सबैजना लास्ट एन्डिङ हो अब चाहिँ होइन आजको टुरको एन्डिङ आज अब कहिले भेट हुने एक भेट त जहिले हुँदैन भेट त जहिले हुन्छ अब अर्को टुर कहिले प्लान हुन्छ हो छिटै हुन्छ हाम्रो प्लान छिटै